सिस्नु पकाउने तरिका बोइल गरेर अनि यसरी सिलौटामा पिसिसकै छ हेर्नु न सिस्नु दिस इज पश्चिमी तरिका के पनि भन्नु युज आउँछ पश्चिमको तरिका अरे फेरि के हो यो पारा ल यसरी सिस्नु सिलौटामा घोटेर अब यो के गर्ने थाहा छैन है एकछिनपछि थाहा हुन्छ अन्तिमसम्म तपाईँहरूले भिडियो हेरेर साथ दिनु होला उहाँले चाहिँ यसरी पश्चिमी स्टाइलले सिस्नु खुवाउँछु भनेको छ मलाई त्यही भएर मैले सिस्नु पानीमा तातो के अरे एकचोटि बोइल गर्नुभयो त्यसलाई निकालेर यसरी सिलौटाले मजाले लोहोरोले पेल्नु भएको छ मजाले होइन ल अन्तिममा के हुन्छ यसको चाहिँ पछि यतिको बनाएको छ उहाँले पिसेर उहाँ चाहिँ आग्री सर हुनुहुन्छ दिस इज माई ओके दिस इज माई आग्री ओके आग्री सर हुनुहुन्छ उहाँले चाहिँ मजाले सिस्नुलाई चाहिँ पश्चिमी स्टाइलमा पश्चिमी स्टाइलले बनाउनु भएको छ कस्तो हुन्छ अब यो सिस्नुको होइन अनि हजुरहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला मैले थोरै भिडियो बनाउने कोसिस गरिरहेको छु हजुरहरूलाई यो नयाँ स्टाइल लाग्यो मैले त्यही भएर मैले भिडियो बनाएर हजुरको माछा पुऱ्याउने जमर्क गर्दैछु है यसरी पिठो हाल्नुपर्छ तेल हाल्ने होइन यो स्टाइल चाहिँ कुन स्टाइल हो अघिको त्यो बोइल गरेर पानी हो यो ए यस यस यसलाई उमालेपछि फेरि हाल्ने थियो यस यहाँ मकैको पिठो युज गर्नुपर्ने हो तर अहिले गाउँको पिठो युज गरिरहेको छैन हेलो यसको पानी हाल्ने अलि थोरै भनेपछि त हामीले त भात खाएर काठमाडौँ पुग्छौँ भने सिस्नु नपाउने छ जे पाइ त्यही बनाएर यही मान्छे हो मान्छे बनाउने मान्छे यही हो तपाईँहरूले त्यो बनाएको त त्यो काटेर तयारी छ ल सिस्न जान्नलाई यता घोटेकी छ यता तेल बसिरहेको छ यस्तो भइरहेको छ अहिले चाहिँ हालिदिउँ वाउ अब खाँदा चाहिँ के हुन्छ अलिकति हालिदिए ल बास्न त मिठै आयो अब खाँदा के ल सिस्नु चाहिँ अब चाहिँ खाने तरकारीमा सिस्नु र भात त खानु हुँदैन भन्छ त्यही पनि अब टेस्ट गर्न लाग्यो मैले सिस्नु ढिँडो छैन है हाम्रोमा ढिँडो पाउँदैन मकै फल्दैन भन्नु नि नमिल्ने ल हाम्रो गाउँ त्यो त रातो सामान हुँदैन मिठ ल ठिक छ ठिक छ ल मिठो छ ल हजुरहरूलाई पनि कस्तो लाग्छ है खाएर चेक गर्नु खाएर यस्तै बनाएर खाएर हेर्नुहोस् तर फिर्के लाउनु चाहिँ नपर्ने छ है मैले यसो गेस गरिरहेको छु ल